सेवा गुड मर्निङ सम्पूर्ण मेरो युट्युब परिवारहरूलाई। हजुरहरू कस्तो हुनुहुन्छ? आई होप यस बिहानी हजुरहरू सन्चै सुबिस्तै हुनुहुन्छ भन्ने आशाको साथमा यो हेलिकप्टरको उडानको साथमा र आजको मैले ब्लग सुरु गर्नु भइरहेको छु। र आज चाहिँ कस्तो हुन्छ, कहाँ जान्छु र के गर्छु हजुरहरूलाई सो अपडेट दिइरहेको छु। मेरो साथमा आउनुहोस् होला हजुरहरू। ल है त हजुरहरू, अहिले भने हामी बाजे बोजूको आँखा देखाएर आएको है। हामी डक्टरकोमा गएर आएको। यहाँ चाहिँ हामी महलमा छौँ। डक्टरको चाहिँ यहाँनिर पर्छ डक्टरको। यो चाहिँ हामी अहिले बाजेले एकदम महलमा इन्जोय गरिराख्नु भएको छ। हजुरहरू, अहिले भने हामी गाडीमा बसिसकेको छौँ। 2 घन्टालाई पर्खिरहेको छौँ। 2 घन्टाले चलाउँछ नि त यो गाडी चाहिँ। 2 घन्टे चाहिँ अब हामी चाहिँ जान आँटेको है हजुरहरू। सक्यो अब बाजे बोजूको आँखा सब चेक गरेर अब हामी हिँडेको। थाक्यो हजुरहरू, बाजे बोजूको आँखा साखा चेक गरेर पनि ल्याइयो। थाक्यो पनि। अब एकछिन रेस्ट, टेक अ रेस्ट। 24 गएको कि अल्छी लागेर घामै घाम, यति डरलाग्दो घाम चर्किएको छ कि हजुरहरू, यति डरलाग्दो घाम चर्किएको छ कि क्याप लाउनु पनि बिर्सेछु। त्यस्तै भइहाल्यो। यस्तो घाम 10वटा 12वटा लागेको छ। अगाडिपट्टि हेर्नु सक्नुहुन्छ यहाँ। हेर यहाँ रातो न पिरो भयो। म त खाने बित्तिकै हिँडेको। घाम 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 घाम। यहाँ के रहेछ, हाउस रेन्टमा रहेछ। हाउस रेन्टमा बम्बई कि दारिम फलिरहेको रहेछ। अल्छी लाग्दो जाँदैछु नि हजुरहरू। अब सर्टकट जानु पर्यो आज त। यहाँबाट यो क्रस गरिकन जान्छु। सर्टकट आएको हजुरहरू। यो सर्टकट बाटो चाहिँ हो। यहाँबाट चाहिँ सर्टकट गयो भने चाहिँ दुवारको अगाडिपट्टि टक्रक्कै भेटिन्छ, पुगिन्छ। के साह्रो मैला उयो हेर्नु न हजुरहरू, साह्रै मैला छ। ल त हजुरहरू, म चाहिँ हसङ र मर्सङ भएर चाहिँ पोस्ट अफिसबाट पनि आइसकेर पनि बिसाएर पनि एकदमै फ्रेस भइसकेको छु। अब चाहिँ म तल झर्नुपर्ने अवस्था छ है हजुरहरू। तल गएर चाहिँ बाजेलाई बोजूलाई यसो हेरचाह पनि गर्नुपर्छ। तल बाजे बोजू तल हुनुहुन्छ। अब बाजेले के अरे डिनर गर्नुहुन्छ। डिनर पनि के हो त्यो योगर्ट त खानुहुन्छ, दही र एउटा सानो ब्रेड है। त्यति नै। आँखामा के पोल्यो त। अन्त त्यो खानुहुन्छ। अन्त त्यस पछाडि दबाई सबाई के छ त्यो दिनुपर्छ। आँखामा दबाईहरू लगाइदिनुपर्छ। त्यस पछाडि डाइपर चेन्ज गरिदिएपछि चाहिँ चेन्ज त गर्नु पर्दैन, बाजेलाई हल्का हेल्प गर्नुपर्छ। सो म फ्री हुन्छु। त्यस पछाडि म वाक गर्नु जान्छु है हजुरहरू। अब चाहिँ म तल झर्नेछु। के गर्नु हुँदैछ, बाजेहरू कसो गर्नु हुँदैछ होइन। अब के गर्नुपर्छ, कसो गर्नुपर्छ, कहाँ जाने, के गर्ने हो सबै हजुरलाई अपडेट दिन्छु है त। ल म चाहिँ तल झर्छु, थाके पनि है हजुरहरू। साइरन बज्यो। ओ आकाशमा देखेँ मैले। यहाँनिर हेर्नु त हजुरहरू, सेतो। ल त हजुरहरू, एकछिन भए नि बजायो साइरन। अब यसो वकतिर निस्केको हजुरहरू।
के हो न ट्याक्टर टुकटुक गर्छ झिलिमिली बत्ती बोलिरहेको छ होइन चडक्क लाएर यसो हगाना टुर गर्नु पर्यो भनेर निस्केको हजुरहरू गाडीको भिड छ यहाँ के बिना गाडी हेर्नु न परदेखि गाडी है तेरिका आफ्नै नभए तापनि अरूको गाडी त यसरी देखाउनु सक्छु नि हजुरहरू म यसरी गाडी मेरो नभए पनि अरूकै गाडी त यसरी देखाउँछ नि म हजुरहरूलाई यसरी राख्छ क्या मेरो घरको वरिपरि के गर्ने यस्तै छ जिन्दगी हावा चल्यो आमामाम कति शीतलता दिल बहलता है दिल इतना खुश हो रहा है मेरा अपन का दिल खुश हो रहा है यस्तो भने एकछिनमा शीतलमा निस्किनु पाउँछ नि अब त झन् गरम लागेपछि त हजुरहरू मेरो माथि रुम तातिएर भन्नुहुन्छ हजुरहरू भन्नुहुन्छ नि यति डरलाग्दो तातिन्छ रुम यति डरलाग्दो तातिन्छ धन्न एसी छ र मात्रै कि त्यहाँबाट एसी डन्काइ हुन्छ अब चट्ट लाएर यहाँनिर क्रस गरेर चाहिँ म पर बस्नु जाँदैछ है हजुरहरू म चाहिँ जान्छु यो चाहिँ मेरै बाटो है हजुरहरू